हेलो साथीहरु नमस्कार। आज तपाईहरुलाई म के कुरा भन्न चाहन्छु हैन। आज हेर्नुहोस् यस्तो गाईको फार्म बनेको यस्तो हो। या रामखोडको गाईको बच्चाको लौडीका गाई छन् हैन। तलेले के भन्छ भने दिउँसोको 5 टाइम क्लिन गर्नुपर्ने हुन्छ गाईमा। तर के भनेपछि हम 3 जना भएको कारणले काम गर्न सकिदैन। पैसा अलि कम दिन्छ हैन। गाई चाहिँ वारदेखि पार्कसम्म लाइनमा छ। कति छ भन्दा 17-18 गाई भन्दा माथि छ हैन। तर पैसा कति दिन्छ भनेर भन्दाखेरिमा 18-20-25 हजार भन्दा बढी दिने हैन। दिनको 5 चोटी गाई हुनुपर्छ भने गाई यसरी कच्चार बिद्दिएर खतम छ हैन। लेतो लाग्ने त्यही पनि बेला बेलामा कराउने घाँस भएन, काम भएन, गाई क्लिन भएन, दुध कम भयो हैन। त्यसपछि के भन्छ बाहिर स्टेट काम गर्दाखेरि बाहिर स्टेट तपाईहरुलाई हम ज्यादा काम दिन सक्दैन भनेर भन्छ हैन। अब के भने 3 जना छौं हामी हैन। त्यो 25,000-26,000 तनखाले केही पनि हुँदैन। अलिकति तनखा बढी हुनुपर्ने हो भन्ने हाम्रो धारणा है। तर यसले बेला बेलामा कराउँछ। आज त के भन्न लाग्यो भनेपछि बिहान रातै तपाईहरु जानुहोस् यहाँबाट, तपाईहरुको लागि काम छैन, म बाहिर काम दिन सक्दैन भनेर भन्छ हैन। त्यसैले यार यो मुलाको फार्ममा यदि कसैलाई थाहा छ भने यो फार्ममा कहिले पनि जिन्दगीमा मरेर पनि जान्छ। यसको फार्मलाई सधैँको लागि बन्द गरिदिनु होला। किनभने कसैले पनि आउनु भएन यस्तो फार्ममा। यो आरामको दलाल छ। यति दलाल छ कि के भन्ने, बेला बेलामा गाली गर्ने कराउने कोडीका जसरी जो कोड लागेको मान्छे हुन्छ त्यसरी रिस आउँछ यसलाई। त्यसैले यार के भन्ने यार साथीहरु, गाह्रो छ जिन्दगी। यो मलाई यहाँ काम गर्न लागि 3 साल भइसक्यो हैन। फेरि पनि मैले भने ठिकै छ यार, मालिक हो, बेला बेला गाली गरला तर पनि केही छैन। अब गाली गरे पनि अब काम गर्नै पर्ने हैन। अब काम नगरे हुँदैन। गाली गरे पनि ठिकै, आफ्नो सेट त हो नि, के छैन भनेर मैले यसलाई 3 साल काटे यार भाइ हो। तर यो सालले यार बेला बेलामा गाली गर्छ, कराउँछ, चिल्लाउने काम गर्छ हैन। त्यसैले यसको यो मुलाको यसको फार्ममा काम गर्नु भन्दा पहिले तपाईले दसचोटि सोच्नु होला। यसलाई भिखारी बनाउनु पर्छ। किनभने यसको कुनै बिजनेसै छैन। महाकाल मेरो त बिजनेस छैन, ओके फाइन, तर यसको पनि बिजनेस छैन। यो सालालाई चाहिँ भिखारी बनाउनु पर्छ माधवलाई। किनभने मलाई काम 3 साल भइसक्यो यार, अहिले पनि कुनै विश्वास छैन। बेला बेला कराउँछ। भर्खर आएको कामदारलाई कति गाली गर्छ मान्छेले, त्यस्तै गर्छ। 3 साल पुरा भइसक्यो, अहिलेसम्म कुनै विश्वास भरोसा भन्ने केही पनि छैन यसलाई। अब बेला जतिखेर पनि गाली गर्ने कराउने काम। यसको फार्म हेर्नुहोस्, यहाँ त फार्मको तलतिर गोबर फाल्नु पर्ने। यहाँ माथितिर यस्तो सानो छ, तपाईले राम्रोसित हेर्न सक्नुहुन्छ है। अब यस्तो छ। यदि तपाईले यदि कुनै मान्छे पनि यहाँ आउन चाहनुहुन्छ भने